के तपाईँले आफ्नो मोबाइल ब्याङ्किङबाट नै डिम्याट र मेरो सेयर एकाउन्टलाई रिन्यू गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँले सजिलै गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ सबैभन्दा पहिला मेरो सेयर एपलाई ओपन गर्नुहोला। त्यसपछि यहाँ युजर नेम र पासवर्ड राखेर तपाईँले यहाँ लगइन हुनुहोला। लगइन भइसकेपछि तपाईँले यहाँ होममा माथि एउटा प्रोफाइलको आइकन देख्न सक्नुहुनेछ। तपाईँ यो प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ रहेको रिन्यू अकाउन्टमा तपाईँले क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले एनसिएचएलमा चाहिँ क्लिक गर्नुहोस्। यहाँ रहेको एनसिएचएल कनेक्ट आइपिएस भन्ने छ, तपाईँ यहाँ क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले डिमेट मेरो सेयर दुवै रिन्यू गर्न चाहनुहुन्छ कि छुट्टा छुट्टै रिन्यू गर्न चाहनुहुन्छ, तपाईँले यहाँ छनौट गर्न सक्नुहुनेछ। मैले चाहिँ अहिले डिमेट एकाउन्टलाई मात्रै रिन्यू गर्न चाहेँ। डिमेट एकाउन्ट कति वर्षको लागि रिन्यू गर्ने भनेर यहाँ चाहिँ सिलेक्ट गर्न मिल्छ। अहिले चाहिँ मैले 1 वर्षको लागि चाहिँ रिन्यू गर्न चाहेँ र यहाँ चाहिँ 1 वर्षको रिन्यू चार्ज चाहिँ 100 रुपियाँ रहेको छ। मैले यहाँ तल रहेको प्रोसिडमा क्लिक गरेँ। प्रोसिडमा क्लिक गर्न साथ चाहिँ यहाँ कनेक्ट आइपिएसको युजर नेम र पासवर्ड राखेर पनि यहाँबाट लगइन गरेर पेमेन्ट गर्न सकिन्छ भने चाहिँ तलपट्टि नेपाल पेको क्युआर स्क्यान गरेर पनि तपाईँले गर्न सक्नुहुनेछ। नेपाल पेको क्युआर स्क्यान चाहिँ तपाईँले मोबाइल ब्याङ्किङबाटै गर्न सक्नुहुनेछ भने माथि चाहिँ यो कनेक्ट आइपिएसको युजर नेम पासवर्ड चाहिँ तपाईँले छुट्टै कनेक्ट आइपिएस खोल्नुभएको छ भने मात्रै तपाईँले त्यहाँबाट गर्न सक्नुहुनेछ। तपाईँले चाहिँ यो क्युआर कोडलाई चाहिँ एकपटक स्क्रिनसट लिनुहोस् र त्यसपछि तपाईँले यसलाई नकाटिकन तपाईँले यो बिचको अँठाउनु भयो भने चाहिँ तपाईँको यो काटिने छैन र पछि फेरि यहीँ आउनुपर्ने हुन्छ। त्यस कारणले चाहिँ तपाईँले यो बिचको अँठाएर चाहिँ आफ्नो मोबाइल ब्याङ्किङमा जानुहोस्। यहाँ मैले पेमेन्ट गरिसकेको छु र म फेरि त्यहीँ फर्किनेछु। यहाँ आउने बित्तिकै पेमेन्ट सक्सेसफुल भनिसकेको छ। यदि तपाईँकोमा यो देखाएन भने चाहिँ तपाईँले त्यो क्युआर कोडमा चाहिँ क्लिक हियर भन्ने छ, त्यहाँ चाहिँ क्लिक गरेर चाहिँ तपाईँले यस्तो देखिनेछ। त्यसपछि तपाईँले यहाँ डन गरेर चाहिँ आफ्नो प्रोफाइलमा गएर डेट हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ मेरो डेट 1 वर्षको लागि थप भइसकेको छ। यसरी तपाईँले आफ्नो डिम्याट मेरो सेयरलाई आफ्नो मोबाइल ब्याङ्किङ प्रयोग गरेर रिन्यू गर्न सक्नुहुनेछ। यिनी थियो आजको भिडियो। तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गरिदिनुहोला। अर्को नयाँ भिडियो लिएर उपस्थित हुन्नै छु। त्यतिन्जेलसम्मको लागि म गोविन्द नेउपाने बिदा हुन्छु। नमस्कार, धन्यवाद।